अब धेरैभन्दा धेरै लगभग 80% मिसक्यारेज अथवा प्रेग्नेन्सी लस तपाईँको फर्स्ट ट्राइमेस्टरमा हुने गर्दछ, यानि कि गर्भ रहेको पहिलो 3 महिनामा चाहिँ हुने गर्दछ होइन। यसको विभिन्न कारणहरूले गर्दाखेरि हुनसक्छ। एकदम बढी का मेन रिजन भनेको चाहिँ तपाईँको क्रोमोजोमल एनोमालीले गर्दाखेरि होइन, आमाको पाठेघरमा जुन भ्रूण बस्छ, त्यो भ्रूणमा पनि कुनै पनि जेनेटिकल इस्युजहरू छ जसले गर्दाखेरि चाहिँ प्रेग्नेन्सी कन्टिन्यू हुन सक्दैन, नर्मल्ली चाहिँ बेबी ग्रो हुन नसक्दाखेरि चाहिँ मिसक्यारेज हुने भयो। अर्को भनेको अब आमालाई हर्मोनल इस्युजहरू छ जुन प्रेग्नेन्सीलाई सपोर्ट गर्ने, प्रोजेस्टेरोन हर्मोनको कमी छ भने, अथवा थाइरोइड इस्युजहरू छ, हाइपोथाइरोइडिजम, हाइपरथाइरोइडिजमले गर्दाखेरि पनि मिसक्यारेज हुने चाहिँ रिस्क हुने भयो। अर्को भनेको तपाईँको पाठेघरमै कुनै पनि समस्याहरू छ, पाठेघरमा मासु पलाएको छ होइन, त्यस्तै गरेर पाठेघरमा कुनै इन्फेक्सन छ, अथवा बच्चा बस्ने जुन भित्र पाठेघरको लेयर हुन्छ इन्डोमेट्रियम लाइनिङ, त्यो नै कमजोर छ भने त प्रेग्नेन्सीलाई सपोर्ट गर्न सक्दैन, त्यो कारणले गर्दाखेरि पनि मिसक्यारेज हुने रिस्क हुने भयो। अर्को भनेको अब आमाको कन्डिसन कस्तो छ, अनकन्ट्रोल डायबिटिज छ होइन, त्यस्तै गरेर सुगर प्रेसरको प्रब्लम छ, तर त्यसलाई हामीले चाहिँ म्यानेज गरिरहेका छैनौँ भने, त्यस्तै गरेर अघि नै भनिसके थाइरोइड इस्युजहरू छ भने, यदि आमालाई चाहिँ एकदम सिभियर एनिमिया छ, रगतको मात्रा एकदमै कमी छ भने पनि त्यस्तो कन्डिसनमा चाहिँ प्रेग्नेन्सी कन्टिन्यू नभएर मिसक्यारेज हुन सक्ने भयो। अनि अर्को भनेको विभिन्न किसिमको इन्फेक्सनले गर्दाखेरि युरिनरी ट्र्याक इन्फेक्सन छ, जसलाई चाहिँ हामीले टाइमली डायग्नोस गर्न सकेनौँ र ट्रिटमेन्ट गर्न सकेनौँ भने, त्यस्तै गरेर तपाईँको चाहिँ अब एसटिआई सेक्सुअली ट्रान्समिटेड इन्फेक्सन्सको कन्डिसनमा पनि प्रेग्नेन्सी चाहिँ कन्टिन्यू हुन नसकेर चाहिँ मिसक्यारेज हुने भयो।